नमस्कार सबैमा, जय मानव सेवा। सन्चै हुनुहुन्छ हजुरहरू? म पनि सन्चै छु। आज माघेको डे 4 हजुरहरू आइदिनु होला। यहाँ गुरुदेवको लागि फुल रेडी गर्दैछौँ हामी। त्यसपछि हाम्रो योग सकेपछि विद्यार्थी भाइ बहिनीहरूलाई योगा सिकाउनुहुन्छ अनि मोटिभेसनल ट्रेनिङ दिनुहुन्छ। यो मालाहरू अनि म रेडी भएर छिटो छिटो भाग्दैछु। त्यसपछि माघेको अगाडि यस्तो छ दृश्य। पोखरावासीहरू प्लिज आइदिनु होला। सबै 108 क्लास हो, यो क्लास 1 हो। त्यसपछि यतातिर भाइ बहिनीहरूले प्रसाद खाँदै हुनुहुन्छ। प्रसाद वितरण हुन्छ बिहानदेखि बेलुकासम्म। पुरी पाक्दैछ। यतातिर बिल्दै हुनुहुन्छ उहाँ बुवाले पकाउँदै हुनुहुन्छ। सबै भजनमा छमछम नाच्दै हुनुहुन्छ। यतातिर हामी चाहिँ हेर्दैछौँ। उहाँहरूले चाहिँ राम्रो भजन गाउनुभयो। उहाँहरू धादिङबाट आउनुभएको, कस्तो राम्रो नाच्नु रहेछ। मैले त फर्स्ट टाइम देखेको, धेरै राम्रो लाग्यो। यही हेर्दै झुम्दै सेवा गर्दै सकेको अलिअलि भए पनि गर्दै रमाइलो गर्दैछौँ हामी। हजुरहरू पनि आउनु होला रमाइलो गर्नको लागि। त्यसपछि दिउँसो हाम्रो पानी पर्यो। पानी परेपछि यो हालत छ। प्रसादीहरू खाँदै हुनुहुन्छ। चनाको तरकारी, सुजी, पुरी पनि हो। पुरी सकिया रहेछ, बन्दै रहेछ। आरती भयो, गुरुदेव हुनुहुन्छ, सर हुनुहुन्छ उता। आरती सबैले लिनु होला। सबैलाई आशीर्वाद मिल्नेछ। सबैजनालाई आरती लिनुहोस् है। फेरि कोही पनि नछुट्नुहोस्। प्लिज लाइक कमेन्ट पनि गर्नु होला। मैले त्यसै भिडियो भन्दा मैले एउटा स्याउ पनि खाएँ है यो बिचमा। त्यसपछि म नाचेँ पनि, फेरि एकचोटि नाचेँ, रमाइलो गरेँ। भक्ति भावनामा रम्ने पनि, सेवा पनि गर्ने हो मेरो चाहना। अनि हाम्रो जहिले पनि रातिमा समीक्षा हुन्छ। समीक्षामा सबैजनाले आयौँ। दिउँसोको सबै